सम्पूर्ण नगरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो हार्दिक अनुरोध छ। जम्मा 3टा कुरामा मेरो अनुरोध छ। नम्बर 1 मा चाहिँ धरान उपमहानगरपालिका भित्र जहाँ भए पनि हैन, जुनै वडामा जहाँनेर भए पनि यदि यहाँहरूले घरहरू बनाउनुहुन्छ भने त्यसलाई चाहिँ यहाँहरूले नक्सा पास गराएर सूचीकरण गराएर कम्तीमा पनि यहाँहरूले चाहिँ नि घरहरू बनाउनु होला। त्यसो गर्दाखेरि चाहिँ हामीले कतिवटा घरहरू बने भन्ने कुराको रेकर्ड राख्न सक्छौं। तपाईहरुले सहयोग गर्नुपर्छ। धरानलाई सुव्यवस्थित बनाउनका लागि, देशलाई सुव्यवस्थित बनाउनका लागि सबै मान्छेले जिम्मेवार नागरिकको भूमिका खेल्नुपर्छ। म त्यो भन्न चाहन्छु र यहाँहरूले अभिलेख राख्नका लागि सहयोग गर्नु होला। नक्सा पास गर्ने अर्थात हैन, नक्सा पास जुन एउटा उसबाट गर्ने त्यो भएन भने सूचीकरण गरेर पनि तपाईहरुले चाहिँ नि घर बनाउन सक्नुहुन्छ र बनाउनु पर्छ भन्ने मेरो अनुरोध छ। र अर्को कुरा के छ भने बहाल करको कुरा हैन। अब भाडामा थुप्रै मान्छेहरू धरानमा बस्नुहुन्छ। धरानमा चाहिँ नि घरवालाहरूले चाहिँ भन्नु पर्यो, भाडामा बस्ने मान्छेहरूलाई पनि भन्नु पर्यो। अब हामी प्रत्येक वडामा प्रत्येक घर स्क्यानिङ गर्दै एउटा अभियान चलाउँछौं र त्यहाँनेर चाहिँ अब घरमा भाडामा कोही कसैलाई घर परिवार होस् या व्यवसाय व्यापार हैन, जेसुकै होस् त्यो चाहिँ नि तपाईको चाहिँ राखेको छ भने घर भाडामा बस्ने मान्छेले बुझाएको घरको तपाईको चाहिँ नि भाडा भनौं न, कोठाको भाडा, वास्तविक कोठाको भाडा चाहिँ स्वघोषणा गर्नुपर्छ। घरधनीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। साथै बहालमा बस्ने, भाडामा बस्नेहरूले पनि भन्दा हुन्छ र त्यो चाहिँ तपाईको चाहिँ नि हाम्रो यहाँको नियम अनुसार, राजस्वको नियम अनुसार चाहिँ र त्यो बहाल कर चाहिँ तपाईको चाहिँ नि अहिले हामीले 10% ल्याएको छौं हैन। बहाल कर चाहिँ 10% ल्याएको छौं र त्यो बहाल कर चाहिँ घरवालाले तिर्ने हो, भाडामा बस्नेले तिर्ने होइन। तर यहाँ चाहिँ भाडामा बस्नेलाई तिराएको भन्ने बुझिन्छ। म यहाँहरु सबैजनालाई अनुरोध गर्न चाहन्छु, यदि त्यस्तो छ भने भाडामा बस्ने मान्छेले तिरेको छ भने यहाँले हामीलाई जानकारी गराउनु पर्छ। हामी घरवालालाई सम्झाउँछौं, बुझाउँछौं। अन्यथा तपाईको चाहिँ नि हामीले कारबाही पनि गर्नुपर्ने हुन्छ र घरवालाले तिर्ने हो है। भाडामा बस्नेले तिर्ने होइन, घरवालाले तिर्ने हो र 10%, 10% चाहिँ हामीले चाहिँ नि अहिले को हाम्रो मौजुदा निर्णय अनुसार चाहिँ नि हामीले त्यो लिइराखेका छौं र त्यसो गर्नु भयो भने राजस्व संकलनमा ठूलो तपाईको चाहिँ नि वृद्धि हुन जान्छ र सबैलाई म भन्न चाहन्छु, यसमा म इन्करेज गर्न चाहन्छु र राजस्व संकलन राम्रो भयो भने मात्रै हामी नीति तथा कार्यक्रम, बजेट राम्रो बनाउन सक्छौं र त्यो अनुसारको सुरक्षा, सेवा सुविधा र अवसर चाहिँ फेरि हामीले चाहिँ नि जनतालाई नै, पब्लिकलाई नै हामी दिन सक्छौं हैन। स्तरीय बाटाहरू बनाउन सक्छौं, बाटोहरू चाहिँ कच्ची छ भने कालोपत्रै बनाउन सक्छौं। यावत कुराहरू हैन, खाने पानी, बाटोघाटो, स्वास्थ्य, शिक्षा, बिजुली बत्ती लगायतका सम्पूर्ण कुराहरू चाहिँ हामीले चाहिँ नि राम्रो बजेट भयो भने बनाउन सक्ने हो। म यो पनि हार्दिक अनुरोध गर्न चाहन्छु सबैजनालाई। र अर्को मैले एउटा के अनुरोध गर्न चाहे भने धरान उपमहानगरपालिका भित्र यदि तपाईको जग्गा छ हैन, घर घडेरीका लागि चाहिँ नि यहाँले जग्गाहरू किन्नु भएको छ अथवा खेती योग्य जमिन कहीँ कतै छ भने त्यसलाई तपाईले कति हो त तपाईको क्षेत्रफल हैन भन्ने कुरालाई चाहिँ यकिन गराएर तपाईहरुले थोरैमा पनि बाँसको बार लगाउनु होला, ताकि भोलि गएर त्यहाँनेर चाहिँ कोही कसैले हैन घर बनाएर बस्ती बसाउने खालको स्थिति नआओस्। तपाईको जग्गा यहाँ थियो, उता परसम्म मिचियो भन्ने खालको चाहिँ नि यहाँनेर थुप्रै कमेन्ट, आई मिन लाइक कम्प्लेन्टहरु आउँछन्। त्यसलाई चाहिँ नि हामीले अहिले नै रोक्न सक्छौं। त्यसो गर्यौं भने त्यस्तो गुनासोहरु हुँदैन, भोलि किचलो झगडा मुद्दा पर्दैन। र अर्को कुरा चाहिँ फोहोर चाहिँ अब अर्काको जग्गा खाली छ भने त्यहाँ फाल्दिनु पर्छ भन्ने खालको पनि एउटा पुरानो सोच विचार जुन छ त्यसबाट पनि हामी ग्रस्त छौं अहिलेसम्म हैन। र तपाईले बार्नु भयो भने चाहिँ तपाईको जग्गामा मान्छेले फोहोर फाल्दैन हैन। सिसा, कपडा, काटी सबै फाल्यो भने भोलि तपाईलाई सफा गर्नु पनि गाह्रो हुन्छ। त्यसले चाहिँ हाम्रो फेरि के हो त भन्दाखेरि नगरको रूपरङ पनि राम्रो देखिदैन हैन। नगरको सौन्दर्यतामा चाहिँ त्यसले रास ल्याउँछ, कुरूप देखिन्छ, नगर फोहोर देखिन्छ। त्यसो भएको कारणले यी 3टा कुरामा यहाँहरुले
मलाई सहयोग गर्नुहुन्छ होला भन्ने हार्दिक चाहिँ नै अनुरोध गर्न चाहन्छु र विश्वास पनि लिएको छु। हामी सबैजना मिलेर यो काम गरौँ। धन्यवाद छ। नमस्ते। सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, भोलि 2082 साल वैशाख महिनाको 23 गते जनमतबार अर्थात् मंगलबार बिहान 6 बजेदेखि नै हामी अस्तिको हाम्रो काम सकिएन हैन, त्यो काम चाहिँ भोलि कम्प्लिट गर्ने गरी श्रमदान गर्नेछौँ र यहाँहरु सबैजनालाई मैले ढुङ्गा बोक्न खन्न है त्यो जारी लगाउनका लागि निम्तो गरे है। सबै निकाल्नुस्, सबैजना आउनुस्। त्यो विष्णु पादुका जाने हैन, धरान 20 जाने त्यो हामीले कालो पत्रे सडक बनाएको छ। त्यो सडक चाहिँ भत्कन लागेको छ, दिदीसम्म भत्किसक्यो। त्यो तत्काल हामीले जाली लगाएर त्यसलाई ब्याकफिल गरिएन भने त्यो सबै बाटो नै खराब हुने स्थिति छ। त्यसो भएको कारणले हामीले त्यो इमर्जेन्सी बेसिसमा गर्नुपर्ने हो। र भोलि म अफिस आउँदिन, मलाई अफिसमा भेट्न नआउनु होला। आज रहन्छु र पर्सिदेखि फेरि म भइहाल्छु। भोलि चाहिँ म अफिसमा आउँदिन। धरानवासी दाजुभाइ दिदीबहिनीहरूलाई पनि त्यो मैले भने, किनभने त्यो गरिएन भने अहिले हामीले करोडौं रुपैयाँको क्षति बेहोर्नुपर्ने हुन्छ र महिनौसम्म फेरि त्यो भेगका मान्छेहरूलाई चाहिँ नि आवत जावत गर्नका लागि, अब सरसामान ओसार पसार गर्नका लागि उताको हैन कृषि उपज यता ल्याउन र यताको चाहिँ नि सरसामान उता लानका लागि समस्या हुने भएको कारणले गर्दाखेरि हामी त्यो गर्नेछौँ र सबैलाई ढुङ्गा बोकौं, काम गरौं, काम 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 गरौं भन्ने सन्देश दिन चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद दिँदै शुभ दिनको कामना सहित अहिले बिदा भएँ। नमस्कार छ। जय होस् सबै।